ओहो, भोलि त कामदा एकादशी पो रहेछ। अनि यसले साँच्चै मेरो कामनाहरू पुरा गर्छ त? अनि मेरो कामनाहरू पुरा गर्नलाई मैले के गर्नु पर्ला त? जसरी समुद्र मन्थनबाट निस्किएकी कामधेनु गौमाताले सम्पूर्ण इच्छाहरू पुरा गर्नुहुन्छ, त्यसरी नै कामदा एकादशीको दिन भगवान वा भगवानका तदियाहरूको सेवा गर्नाले सम्पूर्ण इच्छाहरू पुरा हुने गर्छन्। सर्ववेदमयी सबै देवी देवताहरूको वासस्थान गौमाता। यही चैत्र 15 शुक्ल पक्षको दिन कामदा एकादशी रहेको छ। यस एकादशीको दिन भगवानका प्रिय तदियाहरूको सेवा गर्ने र भगवान विष्णुको पूजा गर्नु र गोवंशलाई भोजन प्रदान गराउनु र गोवंशको प्रेमपूर्वक सेवा गर्नाले सम्पूर्ण कामना तथा इच्छाहरू पुरा हुने गर्दछन्। हजुरहरू यस तिलोत्तमा गौसेवामा अभियानमा सेवा गर्न चाहनुहुन्छ भने हाम्रो तल दिएको व्हाट्सएपमा जोडिएर अथवा यी सेवाबाट हजुरहरू डाइरेक्ट सेवा गर्न सक्नुहुन्छ। हरे कृष्ण, जय गौमाता, जय गोपाल।